हेलो गाइस, सबैलाई स्वागत छ। म एउटा कुरा देखाउन गइरहेको छु है। हामीले यहाँ यत्रो ठुलो तरुल भेटेका छौँ। कस्तो मजाले सप्रेको हेर्न सक्नुहुन्छ। यहाँ हेर्नुहोस्, यत्रो ठुलो छ तरुल। फेरि बोट चाहिँ हेर्नुहोस् ल, बोटी यहाँ यत्रो छ। हेर्नुहोस् फल चाहिँ कस्तो मजाले आएको छ, यत्रो छ। यहाँ हाम्रो मम्मीले खानु हुँदैछ है। अन्त सिमल त हेर्नुहोस् खसिसकेको छौ, भित्र पसेको छु त ल्या भात थियो। भित्रको पनि निकाल्नुपर्छ नि है। हेर्नुहोस् गाइस, यत्रो ठुलो छ। यत्रो सिमलले देख्नु भएको थियो कहिले? हेर्नुहोस् है, सप्रेर यत्रो भएको छ। एउटा 3 किलोको होला। 3 चाहिँ छैन, 1 किलो छ। अझै भिडियोमा त सानो देखिरहेछ, तर कत्रो ठुलो छ। ओ हेर्नुहोस्, यहाँ यहाँनिर अझै चुरिरहेको छ। अब यो पनि निकाल्नेवाला छौँ हामी। अब यो दुईटा भएर लाग्दैछ हो। त्यहाँदेखि घर लगेर फेरि मासु हेर्नुहोस्। फेरि हामीले यहाँ एउटा भेटिसकेको छौँ है। हाम्रो यो चाहिँ हामीले काम गऱ्यौँ बारीमा, अनि त्यसको खाजा हामीले भेटिहाल्यौँ बारीमै। अब उसिनेर खानु मात्रै बाँकी छ। दिउँसोको खाजा हुन्छ। यो चाहिँ अलिक सानो रहेछ है। पुरा जरा फिक्सिएर उयो भएको रहेछ। हामीले चाहिँ यहाँ सुत्तलमा राखिरहेको छौँ। हेर्नुहोस् गाइस, फेरि हामीले यहाँ भेटिसकेको छौँ। अब खनेर देखाउने छौँ। यत्रो यहाँ पनि त्यही खालको रहेछ। मैले भनेको थिएँ अघि भेट्छ होला। हामीले 3टा उयो भेटिसक्यो नि, 3टा ठाउँमा। यहाँ एउटा, 2टा, यता 3टा। ला कत्रो ठुलो रहेछ। गाडी राख्नुपर्छ यसलाई चाहिँ। आजको खाजा चाहिँ डर्रो हुने भयो। सिमली यस, यो चाहिँ फेरि अर्को पालीलाई रोपिराख्नुपर्छ। यति काटेर चाहिँ यसको टुक्रा टुक्रा बारेर रोप्नुपर्छ। हामीले चाहिँ आजको खाजा डर्रो भेट्यौँ नि त। आज बारीमा फाड्नु आएको, बारीमा फाड्यो, दाउरा पनि खोजियो, खाजा पनि दिउँसोको खाजा पनि भेट्यो। सिमली फर्स्टको भन्दा चाहिँ अलिक सानो रहेछ है। अचार पिसेर चाहिँ उसिनेर चप्दै खानुपर्छ। मुनि रहेछ भाँचिन्छ। खाइन्छ। म तपाईँहरूलाई देखाउने छु है। यो उयो हिन्जेलसम्म, यो जबसम्म किन्दैन। मान्छेको चाहिँ अलि हालत पत्ला भइसकेछ। उफ, गरममा घाममा यो तरुल देखेर खन्नु थालेको। फेरि केही चिज चाहिँ अब खन्नुपर्ने मजा आउँछ। हार्नु यहाँ ढिलो भइसक्यो है। यसलाई हेर्नुहोस्, यो चाहिँ जरेसँग निस्कियो। वाह कस्तो दामी छ। निकै नै भयो हाम्रो तरुल त यता। यहाँ हेर्नुहोस् है कस्तो दामी तरुल है। यो नै छ नि हौ, 3-4 किलोको त सानो छैन। यसको अझै टुक्रा निकाल्नु पाएन है। अझै माथि खन्नु छ। हामी चाहिँ यहाँ हेर्नुहोस्, यहाँ अम्बकको रुखमुनि बसिरहेको छौँ। म चाहिँ ल्याउनु जानु अरे। यहाँ माथि ल्याएको थियो अघि। चिया पनि सकिनु आँटेछ गाइस। हाम्रो यहाँ खाजा यो चाहिँ पकाएर मात्रै खानुपर्छ। काँचो चाहिँ त्यही पानी चिया। हाम्रो पनि यहाँ अम्बक फल्दैछ, चिचिला लाग्दैछ। ऊ पापा चाहिँ छ है। हामीले यहाँ तरुल खनेको।